हेलो गाइज न्यू डे न्यू भ्लग हेर्न नबिर्सिनु होला। म चाहिँ हाल रोमानियाबाट तपाईहरुलाई कस्तो लाग्छ प्रतिक्रिया दिनु होला ल। सब्स्क्राइब लाइक र शेयर गर्न नबिर्सिनु होला है। हेलो साथीहरु, अहिले म चाहिँ हाल रोमानियामा छु अनि अहिले रोमानियामा चाहिँ बेलुकीको 7 बजिसकेको छ। आज चाहिँ यहाँ चाहिँ राति 10 बजीसम्म घाम लागिरहेको हुन्छ। एउटा अचम्मको कुरा चाहिँ कस्तो भनेपछि राति 9 साढे 9 10 बजीसम्म घाम लाग्छ, त्यहाँबाट रात पर्छ अनि बिहान फेरि 6 बजी उज्यालो हुन्छ कि, त्यो चाहिँ अचम्म लाग्छ। अनि आज चाहिँ हाम्रो 4 दिन छुट्टी छ। आज भोलि पर्सि निकर्सी छुट्टी छ। यहाँ रोमानियामा चाहिँ छुट्टी भनेको चाहिँ महिनामा 20 18 19 दिन काम पर्छ, तर सेलरी भनेको बेसिक फुल आउँछ। ओटी खासै हुँदैन, अब हुने कम्पनीतिर हुन्छ ओटी, नहुनेतिर हुँदैन। अनि आज चाहिँ हामीहरू यसो पार्कमा घुम्नु भनेर आएको। यहाँनिर फेरि जताततै वाइफाई फ्री हुन्छ। म आएको 3 महिना भइसक्यो, अहिलेसम्म मैले सिम किनेको छुइनँ र अहिलेसम्म वाइफाईबाटै चलिरहेको छु। कम्पनीमा पनि वाइफाई कनेक्ट छ। अब यहाँ पार्कतिर आयो घुम्न भने पनि म देखाउँछु हजुरहरूलाई, वाइफाई नै कनेक्ट छ। अनि रुममा पनि वाइफाई कनेक्ट छ र हजुरहरूलाई कस्तो लाग्छ हेर्दै गर्नु होला। र म यसो ब्याकग्राउन्डतिर हजुरहरूलाई देखाउन चाहन्छु यहाँ आज छुट्टीको दिन यहाँको मान्छेहरू कसरी इन्जोय गर्छ। र यहाँको अचम्मको कुरा चाहिँ भनेको वृद्ध 60-70 वर्ष पुगेको मान्छे पनि अहिले पनि मर्निङ वाक गरिरहेको हुन्छ। म देखाउँछु हजुरहरूलाई, म ब्याकग्राउन्डतिर देखाउन चाहन्छु क्यामेरा। अनि ब्याकग्राउन्डमा चाहिँ यस्तो छ, यहाँ पनि कस्तो फुच्चे केटोले पनि साइकल चलाइरहेको छ, सानो नानी बेबीले। अनि तपाईँको ब्याकग्राउन्डमा चाहिँ हेर्न चाहनुहुन्छ होइन, सब घुम्ने खाने बस्ने। अनि यो उहाँ पर हेर्न सक्नुहुन्छ है, नदीको डिलमा पुरै उनीहरू चाहिँ आज छुट्टीको दिन इन्जोय गरिरहेको छ। अनि रोमानियामा यस्तै छ, हल्लीचल्ली उतै त पारतिर हेर्न सक्नुहुन्छ। अनि यहाँ चाहिँ हाम्रो मेरो साथी हुनुहुन्छ। के छ नि हालखबर भनिदिउँ न त। अनि रोमानिया कस्तो छ यसो भनिदिउँ न। अनि रोमानिया बसाइ कस्तो छ त, 3 महिनाको अनुभव? एकदम राम्रो छ, हावापानी राम्रो छ, एकदम राम्रो छ यार। अनि अरू ठिक छ। अनि सेलरी कस्तो आउँदो रहेछ? एकदम बेटर छ। बेटर छ रोमानियामा। 1.25 लाख रुपैयाँ कमाइन्छ, राम्रो छ। नेपालमा 1.25 लाख रुपैयाँ बचाउनलाई कति गाह्रो पर्छ। त्यही त, नेपालमा त 50,000 सेलरी के अरे महिनाको भयो भने नि कति बाँच्छ? 1,42,000 त मैले अस्ति 1 महिनामा घरै पठाएँ यार। 1 महिनाको स्यालेरी। 1 महिनाको सेलरी भनेपछि हाम्रो त्यस्तै छ। काम चाहिँ हाम्रो मासु फ्याक्ट्रीमा होइन त, मासु फ्याक्ट्रीमा हामीले प्याकिङ गर्नुपर्ने। त्यही त, प्याकिङ गर्नुपर्छ। अनि के बन्छ त हाम्रो कम्पनीमा बनाउँदाखेरि? हाम्रो मिट आइटम प्रोडक्ट हो, मिट सम्बन्धी सबैहरू, मिट ससेसहरू, सेकुवाहरू, आइटमहरू त्यस्ता त्यस्ता बन्ने हो। एकदम राम्रो छ। ठिक छ है। रोमानियाको बसाइ 3 महिनाको बबाल छ त्यसो भए। बबाल छ, बबाल। ल ठिक छ है। अनि रोमानियामा चाहिँ जताततै होइन आएदेखि हामीले सिम लिएको छौँ कि छैनौँ भन्ने? छैन, सिम लिएको। सिम आवश्यकै पर्दैन, फेरि वाइफाई हो, जहाँ गए नि सिम लिने आवश्यकै छैन यहाँनिर। अनि यहाँनिर रात पनि कति ढिलो पर्छ अनि उज्यालो 10-11 बजीतिर पर्छ, बिहान 6 बजे उज्यालो हुन्छ। अनि ल हेर्नु त, यस्ता यस्ता मान्छे नि इभिनिङ वाक गरिरहेका छन्। यहाँ भनेको प्रायः जसो बुढाबुढी मान्छेहरू नि इभिनिङ वाकहरू गरिरहन्छन्, मर्निङ वाकहरू गरिरहन्छन्, खासै घरमा बस्दैनन्। तर हाम्रो नेपालमा चाहिँ के हुन्छ? यहाँ नेपालमा भनेको अलिक बुढेसकाल लागेपछि घरै बस्छन्, यहाँ घर बस्दैन, यसो पाहाडतिर बस्ने, त्यही त, पाहाडमा बस्ने, डुल्ने ओर्ने, हिँड्न पनि दिँदैनन् होइन। गर्छ नि, यतापट्टि यस्तो छ है, बबाल छ है बबाल छ यार। हाम्रो चाहिँ रोमानियामा।
घुमिरहेको छौँ बवाल छ सँगले हरिहरिले छ बिन्दास छ ल त कस्तो लाग्छ हेरेर मलाई प्रतिक्रिया दिनु होला ल